घट्टेकुलोतिर त्यतिखेर त्यो दिल्ली बजारको उकालोतिर आउँदाखेरि त्यो पिपल बोर्ड छेउछाउमा 4 रुपियाँ प्लेट मोमो चा खानु पाइन्थ्यो क्या। अनि कहिलेकाहीँ त्यो 1 रुपियाँ जोगाउनलाई यो महाबौद्धमा 3 रुपियाँ प्लेट पाइन्छ भने हिँड्दै हिँड्दै आएर त्यहाँ 3 रुपियाँ प्लेट खान्थ्यौँ र 1 रुपियाँ जोगाएर फर्किन्थ्यौँ क्या हामीले। अब मलाई अहिले के लाग्छ भने त्यही कथा चाहिँ हामीले त्यो दिल्ली बजारबाट सुरु गरेर महाबौद्ध पुगेर फेरि घट्टेकुलो आएर बसिन्जेलको एउटा लेख्यो भने नि राम्रै कथा हुन्छ जस्तो लाग्छ क्या अहिले, र सान्दर्भिक पनि हुन्छ जस्तो लाग्छ। त्यसकारण लेख्नलाई चाहिँ होइन, लेख्नलाई ठ्याक्कै विषयवस्तु धेरै खोजिराख्नुपर्छ जस्तो लाग्दैन। खालि एउटा मान्छेमा एउटा क्रिएटिभिटी भनौँ न, होइन, रचनात्मकता चाहिँ आवश्यक हुन्छ र त्यही भएर त श्रवण मुकारुङ भएको छ होइन, त्यही भएर वैरागी काइला हुनुभएको छ, त्यही भएर धेरै कवि कथाकार हुनुहुन्छ र त हामी त्यो बन्न नसकेका छौँ। तर मैले फेरि उहाँहरूको बिचमा चाहिँ यो लेख्दा यस्तो होला राम्रो होला भनेर विद्वता छाँटेको लाज पनि लागिरहेको छ। तथापि म अब हाम्रो ज्वाइँ साहबले यो लेख्नु भएको छ र यो अवसरमा म उपस्थित हुनुपर्छ भनेर मेरो अलिकति म अब सम्भवतः म भोलिबाट नेपाल प्रहरीबाट बिदा लिएर जाँदैछु। भोलि राति 12 बजीसम्मको मात्रै आइज्यू म। त्यस पछाडि म बिदा लिएर जान्छु। अब फुर्सद भयो भने यस्ता यस्ता कार्यक्रमहरूमा म पनि उपस्थित हौँला, यस्तो तपाईँहरूको कुराहरू सुनौला, म पनि ज्ञान बाँडौँला, आफ्नो ज्ञानलाई विवेकलाई अलिकति फराकिलो बनाउने म प्रयास गरि नै रहनेछु। फेरि भेट भइराख्नेछ। यो हाम्रो ज्वाइँ साहबले लेख्नुभएको कृति एकदमै मैले नपढिकन अहिले यो विषयमा भनिनँ, तर उहाँले जे लेख्नु भएको भए पनि मैले अघि भने नि विषयवस्तुको बारेमा उहाँले जे लेख्नु भएको पनि यो कदमलाई म चाहिँ एकदम स्वागतयोग्य सम्मानयोग्य भन्छु र यस्तो कदम निरन्तर रहिरहोस्। यसको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु। धन्यवाद। जय नेपाल।